मनमा कुरा खेलिरहेको छ, क्यों 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 कुराहरू खेलिरहेको छ, के गरौँ भइरहेको छ। कहाँ जाउँ कि यो मन शान्त होस् जस्तो भइरहेको छ। मन चञ्चल भइरहेको छ, स्थिर छैन। यो चञ्चल मनलाई, यो स्थिर मनलाई थिरमा ल्याउन, यो चञ्चल मनलाई शान्त पार्न, मनमा खेलिरहेका कुराहरूलाई रोक्नको निमित्त बाबा आइसक्नु भयो। यस, ओके, लेट मी टेल यु, आई एम नट द बाबा। म बाबा साबा केही पनि होइन। यो भिडियो मेसेज मेरो यङ्गेस्ट साथीहरूको लागि। मन चञ्चल छ, मनमा अनेक किसिमका कुराहरू खेलिरहेको छ, मन शान्त छ, केरो भइरहेको छ। कहाँ जाउँ, कुन ठाउँमा जाउँ कि यो मेरो मन शान्त होस् जस्तो भइरहेको छ। यो किन भइरहेको छ थाहा छ? बिकज हाम्रो मनले जे काम गर्न भनिरहेको छ र जो मस्तिष्कले भनिरहेको छ यो काम गर्नुपर्छ, त्यो काम हामी गरिरहेछौँ। We have not started. हुनुपर्ने के भन्दाखेरि वास्तवमा मन शान्त, शरीर चञ्चल। यानी कि मनलाई शान्त बनाउनको निमित्त शरीर चञ्चल हुन जरुरी छ। जबसम्म शरीर चञ्चल हुँदैन तबसम्म मन शान्त हुँदैन। शरीर स्थिर हुने बित्तिकै मन चञ्चल हुन थाल्छ। केही न केही त चल्नै पर्यो। जब शरीर चल्न छोड्छ मन बढी चल्न थाल्छ। त्यसकारण यदि मनलाई शान्त गर्नु छ भने गर्नुपर्ने काम जे छ त्यो सुरु गरिहाल्नुहोस्। जबसम्म तपाईँ काम सुरु गर्नु हुँदैन तबसम्म मन चञ्चल भइरहन्छ साथी। मनले अनेकन कुरा सोचिरहन्छ। यो मनको कामै चलिरहनु हो। त्यो बेलामा शान्त हुन्छ जब यसले देख्छ कि यसले सोचेको कामको निमित्त कदम चाल्यो। जब चलेको कदम देख्छ तब मन शान्त हुन्छ। सो नाउ स्टार्ट इट। मैले एकपटक एक पर्वतारोहीसँग गफ गर्ने मौका पाएको थिएँ। मैले उहाँलाई सोधेँ, दाइ बेस क्याम्पमा बसेर जब तपाईँ चुचुरो हेर्नुहुन्छ त्यस वखत तपाईँलाई कस्तो लाग्छ भन्दा उहाँको जवाब थियो कि हामी चुचुरो हेर्दैनौँ। मैले भने उहाँ हेर्दैन? किन दाइ, चुचुरो किन नहेर्ने? उहाँले भन्नुभयो हामीलाई थाहा छ चुचुरोसम्म